हेलो एभ्रिवान, कस्तो छौ? सबैजना निकै छौ क्या? यहाँ चाहिँ यो हाम्रो बारीमा यो यस्तो सागहरू, हाम्रो अछाम भाषामा चाहिँ यसलाई नुन ढिक्क्या भनेर भन्छ। यसको कापु चाहिँ लास्टै मिठो हुन्छ। अनि यो चाहिँ बेथा, यसको नि यो प्राय जसो यहाँ फलिरहन्छ। अनि यसको कापु बनाउन लागि म चाहिँ यो साग टिप्न लाग्छु। यहाँ चाहिँ साग चाहिँ यो धेरै प्रकारको हुन्छ। यो चाहिँ बेथे र अर्को छारे, खै हाम्रा उसमा अछाममा चाहिँ छारे बेथे। यो वाला चाहिँ लास्टै यो उम्रिएको थियो यता। यसको कापु चाहिँ लास्टै मिठो हुन्छ। यो पछाडि चाहिँ हाम्रो बारी लगाएको थियो, प्रायः जसो पोर्सानी यहाँ भएर यसको उम्रिया भएर कापु चाहिँ हामीले धेरै मन पराउँछौँ र यो टिप्छौँ। अहिले कस्तो राम्रोसँग उम्रियो। यसको कापु खायो भने लास्टै स्वास्थ्यको लागि नै एकदम फाइदा। अनि कापु नि मिठो कति धेरै हो। यो चाहिँ म टिप्न लागेको छु। यहाँ पछाडि हाम्रो यो कदुको झुल, करेला। अनि यता चाहिँ यो हाम्रो पहिला कुखुराको खोर थियो नि त। यहाँ चाहिँ हामीले आलु र उति मकै लगाएको छौँ। मकै अर्ग्यानिक खानेकुराहरू खानु पऱ्यो नि त। अनि म अस्ति घर गएको बेला यसको कापु चाहिँ खाएको थिएँ। लास्टै मन पराएको थियो यो नुन ढिक्का। अनि यो बेथे त अब फेभरेट नै हो। यसको साग चाहिँ लास्टै मिठो हुन्छ। अरूलाई त थाहा भएन, अछामीलाई थाहा होला कापु भात साग कति मिठो हुँदछ भनेर। यहाँ चाहिँ हाम्रो घोगा अब लगभग 15-20 दिनपछि उसरी खानु हुन्छ।